पहिला जस्तो होइन फेरि यो हेर्ने आउने अनि जाने होइन नि अहिले त हामी पहिला यो माथि मात्र उठाएर होइन त्यो पछिल्लो हामी चाहिँ डिजास्टर हेर्न आएको हो नि त के हुनसक्छ नागरिकलाई कसरी चाहिँ रिस्क हुनसक्छ भन्ने हेर्न आएको हो नि त बाटो त बनायो तर त्यो बाटो हाम्रो सुरक्षित छ कि छैन भने त हाम्रो जिम्मामा पर्छ नि त फेरि चाहिँ भौतिक त उहाँहरूको पऱ्यो हाम्रो काम भनेको त नागरिकको सुरक्षा हेर्नु पऱ्यो हामीले त होइन अब यो बाटो त यहाँसम्म बनाउने त्यो डेब्रिजले माथि ढुङ्गा झरेर माइक्रो साइकलमा लाग्यो भने मान्छेहरू हिँडिरहेको हुन्छ त्यसको पोसिबिलिटीहरू त हामीले कभर गर्नु पऱ्यो रिस्क एसेसमेन्ट गर्दा उयो गर्नु पऱ्यो नि त हामीले बाटोभन्दा भित्र क्याचवालहरू पनि सम्भव छ सर हामीले पर्मानेन्टमा सबै होइन पर्मानेन्ट टेम्पोररी पनि क्याचवाल ग्याबिनको क्याचवाल हालौँ न म क्याचवाल हालेर त्यही साललाई पनि बग्यो भने त फेरि माथिबाट गइहाल्यो नि भन्नलाई त बग्यो भने त फेरि यो बाटो ब्लक भएपछि तपाईँ के हुन्छ थाहा छ दुई थरी जाम हुन्छ दुई थरी जाम भएपछि एम्बुलेन्स आउनु मिल्दैन एम्बुलेन्स अड्क्यो होइन मान्छे घर पुग्दैन अनि त्यहाँ खाना हुँदैन बस्ने व्यवस्था यहाँ केही पनि छैन सेनिटेसन कुराहरू आउँछ धेरै हुन्छ यो एकदम फार साइडेड भएर हामीले सोच्नुपर्छ कि बाटो बनाउने बाटो छैन बाटो मात्र बनाउने भनेर हामीले सोच्नु मिल्दैन अबदेखि त बाटो बनाएपछि पोसिबल के हुनसक्छ पहिरो गयो भने फेरि त्यसपछि रोड ब्लक भने के हुनसक्छ त्योसम्म अनुमान गरेर त हामी अगाडि बढ्नुपर्छ यसपालि त पहिला जस्तो जमाना होइन नि त यो त आयो बाटो बनायो गयो भन्ने टाइपको होइन नि त यो सबै यो बर्खा हुनुभन्दा अगाडि म फेरि यहाँ आउँछु त्यतिखेरसम्म यो कम्प्लिट गरिसक्नु तपाईँहरूले होइन अनि म सेफ्टी असेसमेन्टहरू सबै गर्न लाउँछु टिमहरूलाई पनि त्यसपछि यो सुरक्षित छ भन्ने हिसाबले हामीले बुझेपछि बल्ल अनि नागरिकहरूलाई सजिलो हुन्छ अनि हामी पनि ढुकाउनु ओके यो ठाउँ छैन अनि पोसिबल हामीलाई एउटा के भन्छ त्यो हेली ल्यान्ड गर्ने ठाउँहरू पनि चाहिरहेको छ त्यसको जिआरहरू पनि चाहिरहेको छ हामीले चाहिँ बुझ्नुभयो नि होइन अर्को त छ यसको पनि नजिक सो जहाँ यस्तो एरियाहरू छ जहाँ हाई रिस्क छ नि होइन त्यहाँ चाहिँ हेली ल्यान्ड गर्नको लागि चाहिँ एउटा एरिया उयो गर्नु पर्यो गरेर बुलेट उसमा बिपट पोर्टलमा हालिदिनु भयो भने पछि हामीले त्यसलाई जिआर हुन्छ क्या त्यो जिआर हुन्छ त्यो जिआर चाहिँ हालिदिनु पर्यो ताकि ल विपद आउनु सक्ने भनेको मेन भनेको यो एरिया हो नि त अहिले त फर्स्टमा त होइन माथि पनि त्यो छ यहाँबाट हिट गर्ने ठाउँ पनि फ्लड हिट गर्ने ठाउँ पनि यो छ खोलाले हिट गर्ने ठाउँ पनि यो छ यसमा पोसिबल हुने बित्तिकै त्यसपछि नजिकको एरियामा चाहिँ हेली ल्यान्ड गर्ने एरिया भयो भने इन केस पर्दिहाल्यो भने त हेली आउनु सक्यो नि त एकैछिनमा होइन हाम्रो स्ट्यान्डमा हेलीहरू राखिसक्यो अहिलेदेखि नै हामीले त तयारमा राखिसक्यो हामीले एपिएफको टोलीहरू दङ्गा के भन्छ हाम्रो यो के भन्छ रोप रेस्क्युको टिमहरू एमएफआरहरू सबै रेडीमा राखिसक्यो हामीले चाहिँ अब यहाँ ल्यान्ड गर्ने ठाउँ त चाहियो त्यसको पनि जिआर चाहियो कि हुन्छ है अनि माथि त्यसको 10 मिटर माथिसम्म एटलिस्ट हामीले ल्याइसकेपछि फिलिङ गरेर त्यहाँबाट चलाउने ए ग्रेडमा जस्तो यो ग्रेड छ मैले माने त्यो पनि माने अब तपाईँले त्यो त्यसलाई कन्ट्रोल कसरी गर्नुहुन्छ त्यो हाम्रो ल्यान्डस्लाइडलाई कन्ट्रोल कसरी गर्नुहुन्छ माथिबाट डेब्रिजहरू कसरी कन्ट्रोल गर्नुहुन्छ त्यो हामीले निकाल्छौँ यो कम्प्लिट हुँदै बित्तिकै त्यहाँबाट हाम्रो जुन डिजाइन लेभल छ ठुलो पाइप हाल्नुहुन्छ त्यहाँ छ त्यो डेब्रिजहरूमा होइन तपाईँको त्यो पानी पर्ने बित्तिकै त्यो पोसिबल ल्यान्डस्लाइडहरू हो त्यसको हामीले अहिले डिजाइन गर्दाखेरि जस्तो आरिवालमा हामीले ड्रेनेज सब सर्फेस ड्रेनेज र माथिबाट आएकोलाई क्याच गरेर ड्रेन निकाल्ने सबै छ त्यो सबै अहिले गर्छ मैले बुझेँ कि तर जुन चाहिँ यो वालहरू छ नि यो पहिरो गएको छ नि यो पहिरो गएको त्यो निकाल्यो भने फेरि अर्को त भित्र त रहन्छ नि त्यसलाई कभर गर्न त केही त गर्नु पर्यो माथि झऱ्यो भने त फेरि तपाईँको फेरि यो अर्को डिजास्टर हुन्छ त्यसको विकल्प के सोच्छौँ हामीले पर्मानेन्टमा छ तर यो वर्षलाई हामीले तुरुन्तै गर्न सक्दैन यो वर्षलाई गर्न ठ्याक्कै भ्याइँदैन जस्तो रेनी सिजन भइसकेपछि हामीले स्टप गर्नुपर्ने हुन्छ मैले बुझेँ यसलाई हाम्रो रेनी सिजनलाई होइन अब यसमा डिजास्टर कहाँ हुन्छ हात मिलाएर उनीहरूप्रति सम्मान जनाइरहेका छन् सबैलाई हात सम्मान गरेर उनीहरूको सम्मान गरिरहेको दृश्य देखाइरहेका छ तपाईँ रोसी खोलामा आएर उहाँले यहाँ काम गरिरहेका मजदुरहरूसँग हात मिलाएर उहाँले उहाँप्रति सम्मान जनाइरहनु भएको छ उहाँहरूकै कारण हामीहरूले काम गर्न पाएका छौँ अथवा यी संरचनाहरू बन्छन् भनेर उनीहरू उहाँ मजदुरहरूलाई उहाँले हात हेलमेट लगाएर काम गर्नु अथवा सुरक्षित तरिकाले काम गर्नु भनेर उहाँले सुझावहरू पनि दिनुभएको छ र यति बेला यो दृश्य तपाईँलाई देखाइरहेको छ दर्शकबिन बिपी राजमार्ग अन्तर्गतको यो जुन भकुण्डेबेसी सडक खण्डमा रहेको यो जुन रोसी खोलामा आएको बाढीले भग्नावशेष अवस्थामा पुर्याएको यो सडक खण्ड लगायत यो खोलाको निरीक्षणका लागि यति बेला हामी गृहमन्त्री सुदन गुरुङ यहाँ हामी देखिरहेका छौँ पहिल्यै अस्ति विपदमा रोसी खोलाको विपदमा त हामी आएको हो हजुर हो त मैले चाहिँ भेट्नु सकेन स्वागत छ म रोसी गाउँपालिकामा यो चाहिँ नवमुद्दा नगरपालिका र रोसी गाउँपालिकाको सीमाना पर्छ यो चाहिँ मलाई थाहा छ म आएको डिजास्टरको टाइममा म आएको हजुर अब
राम्रो गरेको छ, ल, रोसी राम्रो भएको छ। हजुरले स्वागत छ। अब यो फेरि राम्रो गर्नु पर्यो हजुरको यो कार्यकालमा, हजुरकै कार्यकालमा सबै राम्रो गर्नु पर्यो। त्यो डिजास्टर अहिले कता कता हुनु सक्छ अनि यो रोड कसरी सुचारू गर्ने भन्ने हिसाबले चाहिँ उहाँहरू लाग्नु भएको छ। अब तिनवटा निकाय सरकार अनि ठेकदार अनि उहाँहरू सबैले विभाग त्यसले मिलेर काम गर्नु पर्यो, राम्रो चाल्नु पर्यो, जनतालाई सुख दिनु पर्यो। हाम्रो सबैको आशा यही हो। यो बिबिआईको अलिक ब्रिफिङ गरौँ के दर्शक देख्न सक्नुहुन्छ गृहमन्त्री सुदन गुरुङ यति बेला यो बिपी राजमार्गको यो भकुण्डे बेसी नेपालथोक सडक खण्डको अनुगमनमा आउनु भएको छ। उहाँ यो हकुण्डे बेसी नेपालथोक सडक खण्ड जुन चाहिँ बाढीको अघिल्लो वर्षको बाढीले छेद विच्छेद बनेको थियो उक्त सडक खण्डको अनुगमनका लागि यति बेला उहाँ आइपुग्नु भएको हो। यो भनेको छ नि फाउन्डेसन त्यहाँसम्म वाल आउँछ, त्यसपछि त्यो कटिङको माथिबाट पुरै माथि त परेन, यसको हाफ जतिमा कटिङ गरिसकेपछि उताबाट कटिङ गर्दा ल्याउँदैछ अनि त्यहाँ माथिबाट अगाडि बढ्छ। त्यसै गरी अगाडि बढ्छ। मेन हाम्रो यसमा रिस्क भनेको ठाउँ यो ठाउँ हो, किनभने यहाँ गएर हान्ने पहिला पनि त्यो वाल पहिला पुरानै हो, यहाँनिर हानेर अनि त्यसपछि भित्रको सबै मेटेरियल निकालेको थियो। त्यति हामीले गरिसकेपछि माथिबाट यहाँ जान सकिन्छ। रोड चाहिँ कहाँबाट जाने भनेर भन्नु यो एक्सकेभेसन गरेका छन् फाउन्डेसन हजुर तलसम्म छ, त्यहाँसम्म जान्छ हाइटमा, अनि त्यही हाइटमा उता कटिङ गरेर निकाल्छ। रोडको लेभल यो वाल रोडको लेभल चाहिँ यो 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 त्यो हाइट छ नि त्यहाँ रक हजुर उसको त्यसको हाफसम्म आउँछ। हाफ तल रक नै बस्ने हो, त्यो हाफ काट्ने। पानीले हान्दैन त्यो त्यहाँ हान्दैन, त्यहाँ त माथि पुग्दैन, यो हाई फ्लड लेभल तलै छ यसको यही ए हो त्यसमाथि त जान्छ। हानेको एरिया है, हानेको ठ्याक्कै यो एरिया ठ्याक्कै यो एरिया बस्छ। डिजास्टरको बुझ्दाखेरि ठ्याक्कै यहाँ त्यसमा कसरी प्रोटेक्सन गर्नु डिजास्टर कुन एरिया हो यो पटुन पानी अहिले यतापट्टि उसको उता छ कि वाल, एउटा वाल लगाइरहेछ, वाल त त्यहाँ मात्र भयो होइन, यसरी आउँछ कि हजुर, यसरी वाल आउँछ यसरी वाल आरसिसी वाला हुन्छ। 4 मिटर तल फाउन्डेसन तल लानुहुन्छ होइन, हजुर हजुर यति तल हजुर आउँदैन, जब यो लेभल यति तल आउँछ। हाई फ्लड लेभल कहाँ हो, काटेर फ्लड लेभल कहाँ छ यो सबै हाम्रो यसको डिजाइन गर्दाखेरि हाई फ्लड लेभल भन्दा 2 मिटर माथि नै हामीले फ्री बोर्ड दिएर गरेको छ। तपाईँले यो वाल एकदम चतरमा आउनुपर्ने यो त धेरै फास्ट यहाँ हेर्नु त यहाँ इम्प्याक्ट हेर्नु न, यसको इम्प्याक्टको होइन इम्प्याक्ट हेर्दै थाहा पाउँछ कि यो कुन लेभलमा यहाँ डिजास्टर भएको छ भनेर कि त्यो त अब यो यति वालले भ्याउँछ त तपाईँलाई लाग्छ त्यो वाल पनि भत्काएको छ है पहिलाको त्योभन्दा यतापट्टिको यो ठ्याक्कै यो कुनामा भत्काएको थियो, अनि त्यहाँ भित्रको सबै मेटेरियलहरू निकालेको छ यो बाटो सुरुमा बिग्रेको बेलामा बाटो खोल्न आउने त्यो बेलाको हाकिम पनि उहाँ नै हो। उहाँ र हामी म चाहिँ दुईजना हामी थ्रु आउट यो 28 किलोमिटर पैदल गएर अनि हामीले बाटो खोलाएको हो। यसको त्यो बेलाको ड्यामेज भएको चाहिँ समय हामीलाई सबै हामीलाई भिजुअलाइजै छ। मन्त्रीज्यूले जहाँसम्म सेफ्टीको कुरा राखेको थियो जस्तो यो रक कटिङ गरिसकेको छ हाम्रो फ्रेस कटिङमै छोडिदिन्छौँ। अब यसमा अलिकति टेरामिट वार राखेर सर्केटिङ गरेर छोड्न पाएको हुन्थ्यो, रक बोल्डिङ गरेर। अब यो चाहिँ हामी अलिकति अब बजेटकै पनि अभाव हो। आवश्यकता रक फ्रेस पनि अडिन सक्छ, फ्र्याक्चर लाग्छ भने त्यसमा भने त अडिहाल्छ, लुज खालको भेट्यो भने त्यो कहिलेसम्म हो पुरा हुने खासमा? यसको त समयावधि 2 वर्ष छ, तर हामीले अहिले यो जुन जे काम गरिरहेको छौँ एटलिस्ट यो रेनी सिजनभन्दा पहिले गाडी मात्रै चल्न सक्ने कन्टिन्यू भयो भने रेनी सिजनमा गाडी स्मुथली चलोस्, काहीँ नरोकियोस् भनेर। 2 महिनामा त रेनी सिजन सुरु भइसक्छ। मान्छे यसो गर्नु है, तपाईँहरूको क्यालकुलेसन गर्नु
कामको टाइम जसरी काम कन्स्ट्रक्सन गर्दैछ त्यसको क्यालकुलेसनमा कति पर्सेन्टले बढाएको छ अनि त्यसलाई इन्क्रिज गर्न किनभने फेरि हामीले अलिकति टाइम पनि राख्नुपर्छ 15 डेज जति चाहिँ हामीले चाहिँ अगाडि नै सिधाउनुपर्छ त्यसको इम्प्याक्ट के हुनसक्छ होइन कस्तो खालको हुनसक्छ के प्रिपेरेसन गर्नुपर्ने हो होइन डिजास्टरलाई कसरी प्रिपेयर गर्नुपर्ने हो कहीँबाट रकहरू कहीँ लुज रकहरू छ कि तिनीहरूलाई हेर्नेलाई कसरी गर्ने हो त्यही भएर सुरुमा तपाईँहरूले सिधाउनुभन्दा अगाडि नै 15 डेज अगाडि चाहिँ सिधाउनुपर्छ क्या तपाईँले एटलिस्ट हामीसँग 15 दिन टाइम त हुन्छ नि रेनी सिजनभन्दा त पुसन हुन्छ नि हामीले मेरबारकै हिसाबले बढाइरहेको छ कति पर्सेन्ट जति काम भएको छ टोटलमा हाम्रो टोटलमा 25% जति छ 25% टोटलको तर हाम्रो यही मात्रै काम गर्दाखेरि अहिले हामी मोररले 60% जतिमा छौँ कि यो रिस्क मात्रै जहाँ छ त्यो ठाउँको यो जुन खोलाबाट हामी जस्तो अब यसपछिको हामी ठाउँ त्यो 400 बेसी छ त्यहाँ वाल उठाइसकेको छ त्यहाँ हेर्दाखेरि थाहा हुन्छ कि हाम्रो यस्तो सेपमा आउँछ भन्ने यो खोला बगरमा तपाईँ यो दृश्य देखिरहनु भएको छ यो जुन खोला बगरमा यति बेला गृहमन्त्री हिँडिरहनु भएको छ यो रोसी खोलाको बगर हो दर्शकबिन गत वर्ष आएको बाढीका कारण यस क्षेत्र खण्डहर बनेको छ यहाँ बिपी राजमार्गका विभिन्न सडक खण्डहरू करिब दर्जन बढी ठाउँमा छेद विच्छेद भएको छन् र त्यही क्षेत्रको अनुगमन र अब आगामी वर्षमा त्यो विपदलाई न्यूनीकरण गर्नलाई कसरी काम गर्ने के छ तयारी भन्ने लगायतका विषयमा कुराकानी गर्न र यहाँको अवस्था बुझ्नको लागि गृहमन्त्री यति बेला यो रोसी आइपुग्नु भएको छ दर्शकबिन उहाँ गृहमन्त्री बनेसँगै आगामी यो विपद न्यूनीकरण गर्नलाई के गर्न सकिन्छ भनेर उहाँले दिनदिनै काम गरिरहनु भएको छ हिजो मात्र गएर नेपाल प्रहरी सशस्त्र प्रहरीका उद्धार टोलीहरूले आगामी वर्षमा अथवा विपद आइहालेमा कसरी काम गर्न सक्छन् भनेर हिजो मात्र गएर निरीक्षण गर्नुभएको थियो त्यहाँका हात हतियार र औजारहरू अथवा सुरक्षित अवस्थामा अथवा तयारी अवस्थामा के छ भन्ने लगायतका कुरामा उहाँले जानकारी लिनुभएको थियो भने आज यो विपद जुन रोसीले क्षतिग्रस्त बनाएको यो रोसी खोलामा चाहिँ उहाँ अनुगमनका लागि आउनुभएको छ र विशेष गरी हामीले यो यहाँ आइपुग्दाखेरि यो कामको प्रगति भने अलि सुस्त अवस्थामा देख्यौँ यसैपटक बनिसक्ने अवस्था भने पाएनौँ यद्यपि उहाँ यहाँ अनुगमन गर्दै हुन्छ दर्शकबिन जहाँ डिफिकल्ट एरिया छ जहाँ डिफिकल्ट होइन हरेक डिफिकल्ट ठाउँ जहाँ होइन कि हरेक डिफिकल्ट ठाउँमा चाहिँ रोक्नु पर्यो पोसिबल रिस्क हुने ठाउँहरू हरेक ठाउँमा रोक्नु पर्यो है पहिला जस्तो होइन फेरि यो हेर्ने आउने अनि जाने होइन नि अहिले त हामी पहिला अगाडि हुन्छ यो रातो गाडी निरीक्षणको नाममा फेरि जाने मात्र त्यहाँबाट माथि लेभल मैले बुझिसकेँ होइन यो लेभल भने ऊ यहाँको लेभल हो त्योभन्दा माथि आउँछ होइन त्योभन्दा अलि माथि आउँछ मैले अहिलेको जुन चाहिँ अस्थायी बनाउँदैछौँ नि हामीले होइन त्यो कहाँबाट आउँछ भनेको क्या यहाँबाट आउँछ कि कहाँबाट आउँछ होइन यसो हामीले अस्थायी होइन उता रातो छ नि त्यो यसो मार्क गरेको उतापट्टि देखि गाडीको त्यो लेभलसम्म यही नै वाल आउँछ हाम्रो त्यसपछि अनि माथि त्यसको 10 मिटर माथिसम्म एटलिस्ट हामीले ल्याइसकेपछि फिलिङ गरेर त्यहाँबाट चलाउने यही ग्रेडमा जस्तो यो ग्रेड छ मैले माने त्यो पनि माने अब तपाईँले त्यो त्यसलाई कन्ट्रोल कसरी गर्नुहुन्छ त्यो हाम्रो ल्यान्डस्लाइडलाई कन्ट्रोल कसरी गर्नुहुन्छ माथिबाट डेब्रिजहरू कसरी कन्ट्रोल गर्नुहुन्छ त्यो हामीले निकाल्छौँ यो कम्प्लिट हुँदै बित्तिकै त्यहाँबाट हाम्रो जुन डिजाइन लेभल छ ठुलो पाइप हाल्नुहुन्छ त्यहाँ छ त्यो डेब्रिजहरूमा होइन तपाईँको त्यो पानी पर्ने बित्तिकै त्यो पोसिबल ल्यान्डस्लाइडहरू त्यो हो त्यसको हामीले अहिले डिजाइन गर्दाखेरि जस्तो आरी वालमा हामीले ड्रेनेज सब सर्फेस ड्रेनेज र माथिबाट आएकोलाई क्याच गरेर ड्रेन निकाल्ने सबै छ त्यो सबै अहिले गर्छौँ मैले बुझेँ कि तर जुन चाहिँ यो वालहरू छ नि यो पहिरो गएको छ नि यो पहिरो गएको निकाल्ने त्यो निकाल्यो भने नि फेरि अर्को त भित्र त रहन्छ नि त्यसलाई कभर गर्न त केही त गर्नु पर्यो माथि झऱ्यो भने त फेरि तपाईँको फेरि यो अर्को डिजास्टर हुन्छ त्यसको विकल्प के सोच्छौँ हामीले पर्मानेन्टमा छ तर यो वर्षलाई हामीले तुरुन्तै गर्न सक्दैन यो वर्षलाई गर्न ठ्याक्कै भ्याइँदैन जस्तो रेनी सिजन भइसकेपछि हामीले स्टप गर्नुपर्ने हुन्छ मैले बुझेँ यसलाई हाम्रो रेनी सिजनलाई होइन अब यसमा डिजास्टरको कहाँ हुनुहुन्छ विपदको जितन छ विपदबाट कोही आउनु भएको छ विपद एनडीआरआरबाट को आउनु भएको छ मैले के भनेको थिएँ उहाँहरूले यहाँबाट गुड लाने भनेर त भन्नुभयो हजुर मैले माने होइन उताबाट फ्लड आउने चान्सेसहरू हिट गर्ने एरिया त्यही नै हो हजुर अब जुन चाहिँ माथि रोड यहाँबाट हुने बित्तिकै माथिको डेब्रिजहरूको कुरा आउँछ नि
त्यसको हामीले पोसिबल डिजास्टरको हामीले उयो रिस्क एसेसमेन्ट गरेछौँ कि छैन भन्ने कुरा हो कि त्यसलाई अब उहाँहरूले नेटहरू हाल्नुहुन्छ कि नेट होला नेटहरू होइन टेम्पोरेरीलाई नेट हाल्नु पऱ्यो पर्मानेन्टलाई पछि गर्नु पर्यो मन्जु अब यो वाल त माथिसम्म बाटो लेभलसम्म त जाँदैन जस्तो लाग्यो मलाई जाँदैन मन्जु यो तलको त बगाउँछ यसलाई जति माथि उठ्छ त्यो गर्ने त्यो ग्रेड कहाँबाट मिल्छ त्यो लिङ्क हालेर छ नि त्यो एरियाहरू सबै त्यहाँबाट डेब्रिजहरू फल हुन्छ त्यसलाई नेट हाल्ने हजुर त्यसलाई कभर गर्ने टेम्पोररी हाल्ने टेम्पोररी कभर टेम्पोररी हजुरले भनेको एकदमै टेम्पोररी कभर टेम्पोररी कभर गर्छौँ पर्मानेन्ट त हाम्रो छँदैछ हावाले उडाइदिइहाल्छ प्लास्टिक त्यसलाई नेलिङ गर्ने अलिक काम त अलिक दह्रो गर्नु पऱ्यो नि त आज गऱ्यो फेरि पछि आएर गर्नु मिलेन अच्छा नेटहरू हालेर गरौँला सर यो डेब्रिजको बारेमा ख्याल राख्नुपर्छ तपाईँले यो माथिमा त उठाएर होइन त्यो पछिल्लो हामी चाहिँ डिजास्टर हेर्न आएको हो नि त के हुनसक्छ नागरिकलाई कसरी चाहिँ रिस्क हुनसक्छ भन्ने हेर्न आएको हो नि त बाटो त बनाइयो तर त्यो बाटो हाम्रो सुरक्षित छ कि छैन भने त हाम्रो जिम्मामा पर्छ नि त फेरि चाहिँ भौतिक त उहाँहरूको पऱ्यो हाम्रो काम भनेको त नागरिकको सुरक्षा हेर्नु पऱ्यो हामीले त होइन अब यो बाटो त यहाँसम्म बनाउने चाहिँ त्यो डेब्रिजले माथि ढुङ्गा झरेर माइक्रोसाइकलमा लाग्यो भने मान्छेहरू हिँडिरहेको हुन्छ त्यसको पोसिबिलिटीहरू त हामीले कभर गर्नु पऱ्यो रिस्क एसेसमेन्ट गरेर उयो गर्नु पऱ्यो नि त हामीले बाटोभन्दा भित्र क्याचवालहरू पनि सम्भव छ सर हामीले पर्मानेन्टमा सबै राखेको होइन पर्मानेन्ट टेम्पोरेरी पनि क्याचवाल ग्याबिनको क्याचवाल हालौँ न मन्जु क्याचवाल हालेर बगो भने त फेरि माथिबाट गइहाल्यो नि भन्नु बग्यो भने त फेरि यो बाटो ब्लक भएपछि तपाईँ के हुन्छ थाहा छ दुई थरी जाम हुन्छ दुई थरी जाम भएपछि एम्बुलेन्स आउनु मिल्दैन एम्बुलेन्स अड्क्यो होइन मान्छे घर पुग्दैन अनि त्यहाँ खाना हुँदैन बस्ने व्यवस्था यहाँ केही पनि छैन सेनिटेसन कुरा रहन्छ धेरै हुन्छ यो एकदम फार साइडेड भएर हामीले सोच्नुपर्छ कि बाटो बनाउने बाटो छैन बाटोमा त बनाउने भनेर हामीले सोच्नु मिल्दैन अबदेखि त बाटो बनाएपछि पोसिबल के हुनसक्छ पहिरो गयो भने फेरि त्यसपछि रोड ब्लक भने के हुनसक्छ त्योसम्म अनुमान गरेर त हामी अगाडि बढ्नुपर्छ यसपालि त पहिला जस्तो जमाना होइन नि त यो त आयो बाटो बनायो गयो भन्ने टाइपको होइन नि त यो सबै यो बर्खा हुनुभन्दा अगाडि म फेरि यहाँ आउँछु त्यतिखेरसम्म यो कम्प्लिट गरिसक्नु तपाईँहरूले होइन अनि म सेफ्टी असेसमेन्टहरू सबै गर्न लाउँछु टिमहरूलाई पनि त्यसपछि यो सुरक्षित छ भन्ने हिसाबले हामीले बुझेपछि बल्ल अनि नागरिकहरूलाई सजिलो हुन्छ अनि हामी पनि ढुक्काउनु छ ओके यो ठाउँ छैन अनि पोसिबल हामीलाई एउटा के भन्छ त्यो हेली ल्यान्ड गर्ने ठाउँहरू पनि चाहिरहेको छ त्यसको जिआरहरू पनि चाहिरहेको छ हामीले चाहिँ बुझ्नुभयो नि होइन अरूको त छ यसको पनि यहीँ नजिक सो जहाँ यस्तो एरियाहरू छ जहाँ हाई रिस्क छ नि होइन त्यहाँ चाहिँ हेली ल्यान्ड गर्नको लागि चाहिँ एउटा एरिया उयो गर्नु पर्यो गरेर बुलेट उसमा बिपट पोर्टलमा हालिदिनु भने पछि हामीले त्यसलाई रेस्क्यु गर्नु छ क्या त्यो जिआर हुन्छ त्यो जिआर चाहिँ हालिदिनु पर्यो ताकि ल विपद आउनु सक्ने भनेको मेन भनेको यो एरिया हो नि त अहिले त फर्स्टमा त होइन माथि पनि त्यो छ यहाँबाट हिट गर्ने ठाउँ पनि फ्लड हिट गर्ने ठाउँ पनि यो छ खोलाले हिट गर्ने ठाउँ पनि यो छ यसमा पोसिबल हुने बित्तिकै त्यसपछि नजिकको एरियामा चाहिँ हेली ल्यान्ड गर्ने एरिया भयो भने इन केस पर्दिहाल्यो भने त हेली आउनु सक्यो नि त एकैछिनमा होइन हाम्रो स्ट्यान्डमा हेलीहरू राखिसक्यो अहिलेदेखि नै हामीले त तयारमा राखिसक्यो हामीले एपिएफको टोलीहरू दङ्गा के भन्छ हाम्रो यो के भन्छ रोप रेस्क्युको टिमहरू एमएफआरहरू सबै रेडीमा राखिसक्यो हामीले चाहिँ अब यहाँ ल्यान्ड गर्ने ठाउँ त चाहियो त्यसको पनि जिआर चाहियो कि हुन्छ है मन्त्रीज्यू अब के निरीक्षण हुन्छ आज यो अब बर्खा सुरु हुन लाग्यो आज यहाँ रोसी खोला आइपुग्नु भएको छ अलिकति बताइदिनु न अनि बाटो अवरुद्ध नहोस् भन्ने कुराले हो किनभने अस्तिको पालि पनि हामी डिजास्टर हुँदाखेरि के छ भन्दाखेरि चाहिँ यसमा चाहिँ यो ठाउँमा चाहिँ हामी लगभग 2 वर्ष अगाडि नै यहाँ रेस्क्यु गर्न आएको ठाउँहरू हो क्या हाम्रो त्यतिखेर धेरै गाह्रो भएको थियो यहाँको धेरैजनालाई गाह्रो भएको थियो अस्तिको पालि नि के भइदियो भन्दाखेरि यो बाटो अवरुद्ध भएर त्यसपछि यहाँबाट तपाईँको पुरै लाइन जाम उतान जाम एम्बुलेन्स पनि बिच बाटोमा रोकेको आफैले भोग्नु भएको थियो है त्यो त्यतिखेर चाहिँ मैले अस्ति भर्खरै गृह मन्त्रालयमा कमान्ड पनि लिएको थिएँ होइन त्यो कमान्ड लिएर अनि त्यसपछि एउटा यस्तो खालको हामीले आइडिया निकाल्यौँ कि त्यहीको गाउँपालिकालाई चाहिँ यहाँको मान्छेहरूलाई रेस्क्यु गर्ने भनेर हामीले एउटा आइडिया निकालेको थियौँ क्या त्यतिखेर किन सबसे नजिक हामी त्यहाँबाट पुग्नुभन्दा अगाडि त यहाँ रेस्क्यु भइसक्नु पऱ्यो नि त अनि त्यसको लागि भनेर चाहिँ हामीले नजिकको गाउँपालिका वडा अध्यक्षहरूलाई हामीले आफै पर्सनली फोन गरेर मान्छेहरू चाहिँ कुनै ठाउँमा लगेर राख्दै गर्नु वडा कार्यालयमा हुन्छ कि केमा हुन्छ होइन राख्दै गर्नु त्यसपछि हामी आएर रेस्क्यु गर्छौँ भनेर हामीले यसरी निर्देशन दिएको थियौँ हिजो राति पनि सुत्नु भएन हिजो राति पनि त्यो नेपाल प्रहरीका आइजिपी र सशस्त्र प्रहरीका आइजिपी लिएर त्यो के इक्विपमेन्टहरू छ त्यो हेरिराख्नु भएको थियो त्यसकै लागि आज रोसी खोला पुग्नु भएको छ यो बाढीले गर्दा धेरै तनावमा हुनुहुन्छ कि अब पहिला यही क्षेत्रमा काम गरेको हुनाले पनि तपाईँले होइन अब यस्तो हुन्छ कि अब विपदको समयमा जहिले पनि सरकार छैन जस्तो
महसुस हुन्थ्यो कि यसपालि त अब नागरिकको सरकार छ सरकार छ जस्तो त हुनु पर्यो नि नागरिकलाई पनि हामी सबैजना सेफ छौँ सरकारले हामीलाई हेरिरहेछ हामीलाई रक्षा गर्छ हाम्रो सरकारले भन्ने त अनुभव त हुनु पर्यो नि त उहाँले त्यसको लागि भनेको त अब विपद आएर गर्ने होइन विपदभन्दा अगाडि पूर्व तयारी गर्नुपर्छ क्या हामीले त्यही भएर चाहिँ हामीले अहिलेदेखि नै अब 3 महिना बाँकी छ तर 3 महिना बाँकी छ अब बिस्तारै गरौँला भन्ने समय त होइन नि त यो त यहाँको स्थानीयहरूसँग कुराकानी गऱ्यौँ धेरैले भन्दै हुनुहुन्थ्यो सुन्दर गुरुङजी आउँदै हुनुहुन्छ एउटा कुरा सुनाइदिनु यहाँ 2टा झोलङ्गे पुल र यहाँ पुलहरूको पनि छैन रे धेरै मार्कामा परेका छन् सरकारले त्यो कुरा पनि सुनिदियोस् भन्दै हुनुहुन्थ्यो त्यो पनि तपाईँमा चाहिँ हामीले यो राख्यौँ यहाँको समस्या सुनिदिनु होला प्लिज हुन्छ सम्बन्धित निकायलाई सोधेर बनाइदिनु होला मन्त्रीज्यू भौतिकको यही हुनुहुन्छ त्यही भएर भौतिकको हाम्रो मन्त्रीज्यू नआउनु भएर उहाँको सडक विभागको लागि यहाँ आउनु भएको छ डिजी आउनु भएको छ अब विपद न्यूनीकरण गर्नको लागि त परिकल्पना गरेर त्यसमा काम गर्नको लागि तपाईँ अगाडि नै आइपुग्नु भएको छ यदि विपद आइहाल्यो भने त्यसमा चाहिँ अब गृह मन्त्रालयले कसरी काम गर्ने योजना बनाइरहनु भएको यस्तो छ तपाईँको हाम्रो चाहिँ 2टा हिल हामीले स्ट्यान्ड बाईमा राखिसक्यौँ अहिलेदेखि नै होइन त्यसमा हाम्रो तपाईँको कस्तो खालको विपद हो चाहिन्छ अब वाटर रेस्क्यु गर्नु पर्यो भने त्यही अनुसारमा गोताखोरको टिम चाहिन्छ होइन अब एमएफआर कुनै अब तपाईँको यसमा अब के भन्छ मान्छेहरू घाइते छ भने तुरुन्त रेस्क्यु गर्ने एमएफआरको टोली पनि त्यही चाहिहाल्यो त्यही भएर पहिलादेखि चाहिँ तपाईँको कस्तो छ भन्दाखेरि चाहिँ विपद आउँदाखेरि चाहिँ अब विपद हुँदै गर्छ अब पैसा जोगाउनु पर्छ भनेर हिसाबले चाहिँ गाडीमा कुर्थ्यो हामीले चाहिँ के सोच्यौँ भन्दाखेरि चाहिँ सुरुमै हेलीबाट टिम पठाइदिइहाल्ने ताकि तपाईँको त्यो जाम हुन्छ नि त बाटो त जाम भएपछि एम्बुलेन्स आउनु गाह्रो भयो विपदको रेस्क्यु टिम पनि आउनु गाह्रो भयो टाइम इज इम्पोर्टेन्ट क्या त्यही भएर हामी चाहिँ हेलीबाटै नै सर्टन ठाउँहरूमा जिआरहरू होइन जियो लोकेसन्सहरू भनेर भनौँ न त्यसको पिन पोइन्ट गरेर हेली लोकेसन झार्ने त्यसपछि उताबाट यो ठाउँमा विपद भएको छ है भनेर भन्ने बित्तिकै तपाईँको त उताबाट त्रिपुरा इन्टरनेसनल एयरपोर्टबाट हाम्रो विपद व्यवस्थापनबाट त्यहाँबाट कुन टिम चाहिने हो त्यही टिम चाहिँ स्ट्यान्ड बाईमा हुन्छ अनि हिजो मैले तपाईँहरूलाई देख्नुभयो होला म त्यहाँ गएको थिएँ होइन त्यहाँबाट चाहिँ उहाँहरूले चाहिँ त्यो विपदको टोली चाहिँ स्पेसिफिक टिम चाहिँ यहाँ रेस्क्यु गर्न यहाँ हेलीबाट झर्नुहुन्छ अनि सामानहरू झार्दै यहाँबाट हेलीबाट रेस्क्यु गर्न थाल्नुहुन्छ क्या कतिपय अवस्थामा अहिले डढेलो लाग्ने पनि समय आइसकेको छ लागि पनि सकेको छ डढेलोलाई न्यूनीकरण गर्नको लागि के गर्दै हुनुहुन्छ र डढेलो लागिसके पछाडि चाहिँ जनताहरूलाई कसरी रेस्क्यु गर्ने यस्तो छ तपाईँको डढेलोको समस्या चाहिँ के छ भने कतिजना चाहिँ नागरिकहरूले आफै डढेलो लगाइदिनुहुन्छ क्या समस्या त्यो हो कि त्यो चाहिँ गर्नु भएन क्या नागरिकले नै बुझ्नु पऱ्यो क्या अनि कुनै घाँसको लागि होइन घाँस राम्रो उम्रिन्छ भने डढेलो लगाएर पुरै सबै डाँडै डढेलो लाग्छ त्यस्तो नागरिकहरूले पनि त्यस्तो गर्दिनु भएन आफूले पनि बुझ्नु पऱ्यो र सीमित घाँसहरूको लागि तपाईँको अलिकति आफ्नो स्वार्थको लागि पुरै देशै जलाउने त होइन नि त यसरी गरेर जङ्गल जलाउने त होइन नि त तपाईँको त होइन त्यो हिसाबले चाहिँ उहाँहरूले पनि सोचिदियो भने राम्रो होइन हामीलाई पनि सजिलो हुन्छ सरकारलाई पनि सजिलो हुन्छ होइन कानुनहरू बाँझिएको जस्तो देखिन्छ तपाईँ अहिले विपदको काम गर्न आइरहनु भएको छ यता भौतिक पूर्वाधार मन्त्रालयले काम गरिरहेको छ खानेपानी यताउता कानुनले बाँझो भएको कारणले गर्दाखेरि काम गर्न सकिएको छैन तपाईँले कसरी यसलाई निहालिरहनु भएको छ अब के गर्ने होइन यस्तो छ तपाईँको अब कति कुराहरू चाहिँ नियम कानुनमा हाम्रो धेरै समस्या छ होइन त्यसमा हामी अब सबै मिनिस्टरहरू चाहिँ हामीले बसेर कोअर्डिनेसन गर्दै काम अगाडि बढाइरहेको छौँ होइन काम गरिरहेको छौँ त्यसको लागि टेन्सन छैन अब हामीलाई पहिला जस्तो एउटा विभिन्न पार्टीको तपाईँको मन्त्रीहरू होइन नि त अहिले त होइन मलाई समस्या परेकोमा उहाँहरूले सहयोग गर्नुहुन्छ उहाँले समस्या परेकोमा त्यही भएर इन्टर मिनिस्ट्रियल कोअर्डिनेसन चाहिँ अहिले एकदम राम्रोसित हामीले काम सफल गर्न सफल भयो कर्मचारीबाट कतिको सहयोग भइरहेछ तपाईँलाई एकदम राम्रोसित सहयोग भयो एकदमै राम्रो मन्त्रीज्यू आजकल कति घन्टा सुत्नुहुन्छ अन्तिममा म सुतेकै छैन सुत्नुभएकै छैन है खाना त टाइममा खाइरहनु भएको छ ठिकै छ थ्याङ्क यू हजुर यो अब 1 देखि 1.5 महिनामा सकिन्छ माथिको अनि यो तलसम्म आउँछ अनि माथिबाट हाल्छ जेठ मसान्तसम्म चाहिँ हामी माथि रोड लेभलबाट आइसक्यो सकिन्छ कहाँसम्म हो देखाउनु त मलाई यो पानी यतै हाल्छ है यहाँ त पानीले हानिएन यहाँ 100% पानी यहाँ त पानी